स्वास्थ्य क्षेत्रमा देशकै एक अत्याधुनिक र भरोसायोग्य गन्तव्य झापाको भित्तामोड स्थित पूर्वाञ्चल क्यान्सर अस्पताल। क्यान्सर उपचारको क्षेत्रमा ऐतिहासिक फड्को मारेको यो अस्पतालले अब मुटुरोग उपचारका लागि स्थापित कार्डियोलोजी विभागलाई समेत अति विशिष्टीकृत सेवाका रूपमा विस्तार गरेको छ। तर यो विभागभित्र भइरहेका कामहरू कति प्रभावकारी छन्, बिमारीले पाइरहेको सेवाको गुणस्तर र प्रविधिको वास्तविक अवस्था कस्तो छ, यसै सेवाको गुणस्तर र पारदर्शिताको सत्यता पत्ता लगाउन आज अस्पतालका प्रमुख तथा अभियन्ता दुर्गा परसाई स्वयं पूर्वाञ्चल क्यान्सर अस्पतालको कार्डियोलोजी विभागको अनुगमनमा निस्किनु भएको छ। विभागभित्र राखिएका अत्याधुनिक मेसिनरी उपकरणहरू, विशेषज्ञ डाक्टरहरूको उपलब्धता र सर्वसाधारण बिमारीले सहज रूपमा उपचार पाए नपाएको विषयमा उहाँले गम्भीर निरीक्षण गर्नुभएको छ। आउनुहोस् हामी तपाईलाई उहाँसँगै कार्डियोलोजी विभागभित्र लैजाँदैछौँ। यो सबै हाम्रो सिसियु आइसियु यसरी नै छन् कि यो सबै आइसियु हो। यो आइसियु सिसियु एउटै स्ट्यान्डर्डको छ हाम्रो। हजुर है यो सबै गएर यो चाहिँ हाम्रो 50 बेडको आइसियु हो। 50 बेडको आइसियु। कति बेडको त? 50 बेडको आइसियु हो। हामीसँग यहाँ 35-40 वटा भेन्टिलेटर छ र हामीले जस्तो हाम्रो भेन्टिलेटरहरू यहाँ छ। एकजना मान्छेको लागि तपाईले के बुझ्नुहोस् भने यत्रो चिजहरू प्रयोग गर्नुपर्छ। हेर्नुहोस् यत्रो चिजहरू प्रयोग गर्नुपर्छ एकजना मान्छेको लागि। त्यतिकै आइसियु बन्दैन हैन। त्यो त हाम्रो आइसियुको उ त भेन्टिलेटर यता छ हैन। यो सबै मेरो डिजाइन हो नि साथी हो। यो भेन्टिलेटर हो। यो एनआइसियु त्यहाँबाट क्याथल्याब गरिसकेपछि बिरामीलाई यहाँ ल्याइन्छ। यहाँ ल्याएर अनि त्यस पछाडि सट्टासितले नमस्ते कस्तो छ अहिले तपाईँलाई? अहिले राम्रो हुँदैछ होइन? कति वर्ष गर्नुभयो? 76 वर्ष होइन? ल एन्जियोप्लास्टिक गरेको भइसक्यो होइन? राम्रो छ होइन? नमस्ते आमा, के छ हाल तपाईँ? ठिक छ नि? राम्रो हुँदैछ होइन? अहिलेसम्म हाम्रो एन्जियोप्लास्टिक अनि अपरेसन थिएटरमा अपरेसन गरेको करिबन हामीले अहिलेसम्म हस्पिटल खोलेर झन्नै अपरेसन सबै गर्दाखेरि झन्नै 1 लाखभन्दा बढी केस गऱ्यो होला होइन? तर हाम्रोमा इन्फेक्सन आएको छैन र कोही पनि अपरेसन थिएटरमा घटना घटेको छैन। भगवान्ले हात थापेको छ कि त्यति हामी पर्फेक्ट तरिकाले काम गर्छौँ। र डाक्टर साहब हुनुहुन्छ डिएम कार्डियोलोजी। डाक्टर साहब यहाँ चाहिँ अघि हामीले उता मेसिन हेऱ्यौँ, त्यसपछि त्यहाँबाट चेकअप गराइसकेपछि बिमारीहरूलाई यहाँ चाहिँ राख्ने ठाउँ अनि अब कस्तो छ भने हाम्रो यो सबै कनेक्टेड छ कि 4 तलामा। हजुर कस्तो छ भने हाम्रो यो सिसियु डिपार्टमेन्ट भयो, त्यहाँबाट क्याथल्याब हाम्रो कनेक्सन छ। अनि यताबाट पनि हाम्रो इमर्जेन्सीकै के भन्छ पुरा कनेक्सन छ। हजुर र यताबाट पनि हाम्रो कार्डियोलोजी वार्ड अनि ओपिडी अनि त्यस पछाडि हाम्रो यो सिसियु अनि क्याथल्याब यो पुरै 4 तलामै कनेक्सन छ कि। त्यसैले सजिलो के हुन्छ भने हामीले ओपिडी हेर्दाखेरि कुनै अपरझट इमर्जेन्सी केस आइदियो भने कहिलेकाहीँ हामीले त्यही सिपिआर दिनुपर्ने हुन्छ, सक दिनुपर्ने हुन्छ, तुरन्त ल्याएर यहाँ चाहिँ क्याथल्याबमा एन्जियोप्लास्टिक गर्नुपर्ने हुन्छ। कति केस हामीले भेटिसक्यौँ। त्यसैले गर्दा सबै कुरा एकै ठाउँमा हुँदाखेरि हामीले सहज चाहिँ भएको छ। जस्तै डाक्टर यहाँ आउने बिमारीहरूलाई यहाँको सुविधाहरू के छ, यहाँको मेसिनहरू कस्तो खालको छन् र यहाँ आउँदाखेरि बिमारीहरूले चाहिँ कस्तो महसुस गर्छन्? अहिलेसम्म हामीले प्राइमेरी एन्जियोप्लास्टिक मात्रै लगभग अराउन्ड 1200 प्लस भइसकेको छ। प्राइमेरी एन्जियोप्लास्टिक भन्नाले अर्जेन्टली गर्ने मुटुमा जुन हार्ट एट्याक मेजर हार्ट एट्याक भएर आउनुहुन्छ र तुरन्त जाली राख्नुपर्ने हुन्छ, खोल्नुपर्ने हुन्छ, त्यति मात्रै। प्लान्ट चाहिँ फेरि भयो होइन? प्लान एन्जियोप्लास्टिक भनेको अब ब्लक छ तर त्यसलाई चाहिँ प्लान गरेर कसरी गर्ने होइन, कतिवटा जाली लगाउने हामीले परामर्श लिएर पेसेन्ट पार्टीसँग एकदमै कुरा गरेर त्यस पछाडि हामी गर्छौँ होइन। रोग भएको मुटुका रोग भएको पेसेन्टहरूलाई हार्ट एट्याक भनेको इमर्जेन्सी गर्नुपर्ने हुन्छ, त्यो तुरन्त ल्याएर हामीले गर्छौँ होइन। अब यो प्लान एन्जियोप्लास्टी होइन, त्यसपछि इमर्जेन्सी एन्जियोप्लास्टी भइसक्यो होइन हार्ट एट्याक भएको मान्छेहरूलाई। अनि त्यस पछाडि पेसमेकर भयो होइन, पर्मानेन्ट पेसमेकर। हामी पेसमेकर पनि यहाँ लगाउँछौँ, टेम्पोररी पेसमेकर, पर्मानेन्ट पेसमेकर। त्यस पछाडि हामी आइसिडी पनि यहाँ लगाउँछौँ होइन। अनि अब लगत्तै अलि दिनमा हामीले ओपन हार्ट सर्जरीको पनि सँगै हाम्रो यही फ्लोरमा
कार्डियोलोजी वार्डको साइडमा हामीले प्लान चाहिँ गर्दैछौँ। यो पूर्वाञ्चल क्यान्सर अस्पतालमा अब ओपन हार्ट सर्जरी पनि हुन्छ। ओपन हार्ट सर्जरी पनि प्लान चाहिँ हामीले लगभग भइ नै सकेको छ। टिमले आएर हेरिसक्नु भएको छ, ठाउँ पनि छुट्याइसकेको छ, लगभग मेजरमेन्टहरू पार्ट चाहिँ लगभग सकेको छ। त्यसमा चाहिँ अब अझै हामी अगाडि बढ्दैछौँ। चाँडैभन्दा चाँडै हामी ओपन हार्ट सर्जरीको जुन हाम्रो ल्याकिङ छ, यहाँ एउटा पार्ट जे ल्याकिङ छ हाम्रो यहाँ मुटुमा, त्यो पार्ट आएपछि हामीले अरू पनि धेरै सर्जरी हामीले गर्न सक्छौँ। जस्तै मुटुमा पाल भएको डिभाइस क्लोजरहरू हामी चाहिँ फटाफट सुरु गर्छौँ होइन। मुटुको भल फुकाउने काम चाहिँ सुरु गर्छौँ। अनि जस्तै 3टा नसा ब्लक भएका पेसेन्टहरूलाई ओपन हार्ट सर्जरी जसलाई हामीले स्टेन्ट हालेर मात्रै हुँदैन, ओपन हार्ट सर्जरी गर्नुपर्छ। उहाँहरूको लागि चाहिँ एकदम राम्रो हुन्छ। हामीले अन्त चाहिँ पठाउनु पर्दैन, त्यो चाहिँ इम्पोर्टेन्ट हो। जस्तै यहाँको उपकरणहरू बाहिरको भन्दा राम्रो रहेछ, महँगो रहेछ। यो महँगो के पनि छैन सर, यो गलत कुरा हो। हामीले जे कुरा यहाँ गरिरहेछौँ, हजुर, एन्जियोग्राफीको जे गङ्गालालले चार्ज लिएको छ, हाम्रो काठमाडौँमा जे चार्ज छ त्योभन्दा 1000 पनि बढी छैन, सेमै चार्ज छ यहाँ पनि होइन। सरकारी अस्पतालको रेटमै छ सबै कुरा। अब के भन्छ अरे, अनि विपन्नको सुविधा पनि 1 लाख हामीसँग छ। हामीले सबै विपन्न वर्गलाई 1 लाख रुपियाँ एन्जियोप्लास्टीमा हामी सुविधा चाहिँ दिने गरेका छौँ होइन। त्यसैले त्यो पार्टले गर्दाखेरि हामीले धेरै सहज छ। पेसेन्ट भनेको बिमामा जति थियो त्योभन्दा अलि बढी छ होइन। लास्ट महिना बिमा हुँदाखेरि मैले 40वटा गरेको थिएँ, यो अर्को महिना चाहिँ हामीले 70वटा गऱ्यौँ। भन्नाले हामीले घटेको चाहिँ छैन कि, राम्रै छ। पेसेन्टहरू के छ भने मान्छेहरूले थाहा नपाएर यो के भन्छ एकदमै एक्सपेन्सिभ सब जुन हल्ला छ नि, त्यो गलत कुरा हो। के छ भने तपाईँले गर्न के लाग्नु भएको छ त्यसमा डिपेन्ड गर्छ नि। तपाईँले एन्जियोप्लास्टी गर्नु छ, पेसमेकर गर्नुहुन्छ, अलिक खर्च त बढ्छ। तर सरकारले दिएको रेटमा हाम्रो केही पनि धेरै माथि छैन। हामीले एउटा स्ट्यान्डर्ड जे छ मान्छेहरूले सहज छ त्यो रेटमा चाहिँ हाम्रो सबै कुरा छ। तपाईँले हेर्न पाउनुहुन्छ। पहिलेभन्दा हामीले धेरै कुराहरूलाई अहिले मिलाएको छौँ, अगाडि बढ्दैछौँ। आउने दिनमा जुन हाम्रो अर्को जुन प्लान छ ओपन हार्ट सर्जरीको, त्यसमा हाम्रो टिम एकदमै दिनरात हामीले होइन यसलाई चाहिँ अगाडि बढाएर त्यस पछाडि धेरै लगभग 99% पेसेन्टलाई हामीलाई अरू अन्त चाहिँ लान चाहिँ रिफरबाट बचाउन चाहिँ सकिन्छ। अन्तिममा यो हस्पिटलको यो तपाईँको डिपार्टमेन्टको बारेमा र बिमारीहरू सबै जति बिमारीहरूले यो भिडियो हेर्छन् ती बिमारीहरूको लागि के भन्नुहुन्छ डाक्टर साहब? म सबैलाई के भन्न चाहन्छु भने जनमानिसमा यो कुरा के थाहा हुनुपर्छ कि हाम्रो मुटुको हाम्रो कहिले पनि छुट्टी हुँदैन। 24औं घन्टा हाम्रो इमर्जेन्सी खुला हुन्छ। सानोदेखि ठुलो सबै समस्याको हामीले यहाँ सावधान हामीले सबै कुराको हामीसँग उपकरण छ, लेटेस्ट टेक्नोलोजीहरू छ, सबै कुरा छ। केही कुराहरू जुन हामीले यहाँ गर्न सक्दैन उहाँहरूले पनि सहज बनाएर हामीले ठाउँमा चाहिँ पुर्याउने गर्छौँ। जस्तै ओपन हार्ट सर्जरी हामी कहाँ छैन, अरू केही कुराहरू 1-2वटा जुन ल्याकिङ छ, जुन मैले भने आउने दिनमा हामीले चाहिँ प्लान चाहिँ गर्दैछौँ। त्यो पार्टमा पनि त्यो धेरै इमर्जेन्सी नभएको हुनाले पनि हामीले पेसेन्टलाई स्टेबलाइज गरेर अनि त्यस पछाडि सर्टेन ठाउँमा जहाँ जानुपर्छ, काठमाडौँ जानुपर्छ, त्यहाँ चाहिँ हामीले पठाउने गरेको छौँ। धेरै सहज भएको छ। यताको जनताहरूलाई यता मात्रै होइन, उता विराटनगर धरानतिरबाट पनि आउनुहुन्छ। एकदमै सहज भएको छ। र अहिले मुटुको लागि कहीँ जानु पऱ्यो भने बिएनसी जानुपर्छ भने फर्स्ट उहाँहरूको कन्सेप्ट चाहिँ यो छ, अत्याधुनिक मेसिन, पूर्वाञ्चलको सेवा र जे जति अरू ठाउँमा छ त्योभन्दा पनि राम्रो छ, त्योभन्दा राम्रो सेवा छ, टेक्नोलोजी पनि राम्रो छ। जति बिमारीहरू हुनुहुन्छ उहाँहरू ढुक्क भएर आउँदा हुन्छ। र म उहाँहरूलाई के भन्छु भने पहिला परामर्श लिन आउनुहोस्। तपाईँहरूले महँगो के लाग्छ त्यो मलाई भन्नु पऱ्यो होइन, केमा महँगो छ र तपाईँले कहाँ कम्पेयर गर्नु भएको छ। तपाईँले काठमाडौँमा कति भनेर मैले यहाँ कति हामीले भनेको छ, त्यहाँबाट त म 5000 10,000 कमै गरेर यहाँ गरिदिन्छु। तर महँगो केमा छ त्यो भन्नु त पऱ्यो नि होइन। अब केही कुराहरू चाहिँ सरकारी हस्पिटलबाट ठ्याक्कै त मिलाउन सकिँदैन सर होइन। केही कुराहरूमा होइन हामीले पनि उहाँहरूको हेरेर होइन कस्तो हुनुहुन्छ सरहरूसँग पनि हामी कुरा गर्छौँ। कतिपयलाई हामीले फ्रीमै उपचार गरेर पठाउँछौँ। यो महँगो सस्तोमा त के हुने नि, सुन्नु न, गङ्गालाल सरकारको भवन, सरकारको जग्गा, सरकारको इक्विपमेन्ट, सरकारको तलब। हजुर, यो हाम्रो भनेको प्राइभेट हस्पिटल, प्राइभेट ब्याङ्कको पैसा लिएर, ब्याजको पैसा लिएर गरेको हो नि त। र पनि हामीले सरकारको भन्दा राम्रो अझ उच्च स्तरीय सेवा दिएको छ। सरकारकोमा यो क्याथ ल्याब कहाँ छ? कहाँ छ? एमआरआई छैन सरकारको हस्पिटलहरूमा। बिपी कोइराला मैले सुने एमआरआई छैन। हाम्रोमा त अब एआई पद्धतिको 38 करोडको त एमआरआई आउँदैछ। अब अर्को महिनादेखि लन्च हुँदैछ ओपन हार्ट सर्जरी। अब अहिले ओपन हार्ट सर्जरीमा मात्रै हामीले करिबन केही नहुँदा पनि 25 करोडदेखि 40 करोड रुपियाँ, 25 देखि 40 करोडको एराउन्ड त्यसमा लाग्छ।
इकोमा मात्रै तपाईँको 18 देखि 20 करोड लाग्दो रहेछ। त्यसलाई छुट्टै डिपार्टमेन्ट बनाउनु पऱ्यो, त्यसको सबै कुरो बनाउनु पऱ्यो। अपरेसन थिएटर त्यस्तै मोडुलर अपरेसन थिएटर बनाउनुपर्छ। गाईको ग्वालीमा लगेर त बिरामी छेड्ने होइन नि त। त्यसले गर्दाखेरि मान्छेले के बुझ्नु पऱ्यो भन्दाखेरि बिएनसी यस्तो हब बन्दैछ मुटुको लागि, बिएनसी र पूर्वाञ्चल क्यान्सरको लागि। हजुर ओपन हार्ट सर्जरी मुटुको भइहाल्यो, एन्जियोप्लास्टिक पनि मुटुको भइहाल्यो। क्यान्सरको लागि पेट स्क्यान दिएको छौँ हामीले है। तपाईँको अब हामी नेक्स्ट 2 महिना 3 महिना भनौँ न म्याक्सिमम् 5 महिना सुनमा बोन मेरो ट्रान्सप्लान्टमा जाँदैछौँ। यो वर्ष साल हामीले 2टा कुरालाई गर्न आँटेको फोकस दिएको छ, एउटा ओपन हार्ट सर्जरी, एउटा बोन मेरो ट्रान्सप्लान्ट। आँगनमा भात खाएर, घरको आँगनमा भात खाएर आफ्नै नेपालभित्र उपचार गर्न पाउनु नि, दिल्ली जाने आउने, कलकत्ता जाने आउने भाडाले नि यहाँ उपचार हुन्छ र यहाँका मान्छेलाई काठमाडौँ जाने आउने भाडाले त नि यहाँ उपचार हुन्छ। बुझ्नु पऱ्यो नि, बुझ्नु पऱ्यो, सुविधा लिनु पऱ्यो। त्यसै बाहिर अब यो भन्नेले भन्ने कुरा हो क्या, रिस गरेर हाम्रा पनि यस्तो हुन्छ नि, मेरै रिस गर्ने मान्छे छन्, मैसँग पढेका साथी, मेरै छिमेकी, यी बजारमा छन् मेरा छिमेकीहरू कस्ता छन् थाहा छ? मैले गरी खाएको देखेर, मैले लिएको देखेर उनीहरू हिजो ठुलो व्यापार गर्दै थिए। अब अहिले मेडिकल कलेजले आएपछि उनीहरूको व्यापार त सानो भयो नि त। अनि बेलुका रक्सी खाएपछि के गर्ने कुरा भन्दाखेरि हो च्याउने होइन डाक्टर साहब। अनि त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने हामीले डिएम कार्डियोलोजी हुनुहुन्छ हामीसँग 3 जना, डाक्टर उमेश सही। डिएम कार्डियोलोजी राखेर उपचार दिनु भनेको, उपचार पाउनु भनेको यो भेगको मान्छेले ठुलो भागेको कुरा हो, भागेको कुरा हो। यो हाम्रो मुटुको वाड हो है, यो सबै मुटुको वाड हो। सबै यो एन्जियोप्लास्टिक गरेको होइन, यो सबै एन्जियोप्लास्टिक गरेको हो। नमस्ते नमस्ते, कस्तो छ? ठिक छ नि? हुँदैछ, राम्रो भयो होइन? ल ल कस्तो छ? राम्रो हुँदैछ? ल यो हाम्रो मुटुको वाड हो सबै एन्जियोप्लास्टिक। सेवा र है लुङ्गा, के छ लुङ्गाको हालखबर? ए दाइ नमस्ते। हिजो ए डाक्टर आनन्दको दाइ, ल दाइ नमस्ते। कति वर्षको हुनुभयो दाइ? 93 87। कस्तो छ अहिले? अलि राम्रो हुँदैछ होइन? ल ल उहाँ भनेको मेची आमाको छोरा। मेची आमा भनेको त्यो जमानामा अब अर्कै थियो। यहाँ पदमबहादुर गिरी, भगवान गिरी, मेची आमा, हाम्रो हजुरबुवा तिलचन परसाई, हाम्रो बाउहरू एक किसिमको लौटन देवी प्रसाद उप्रेती भनेको सबै स्कुललाई जग्गा दिनेहरू। अनि ऊ मर्दाखेरि उसको लास चाहिँ उसमा ल्याएको क्या, बसमा हालेर। त्यस्तो मान्छे आफू नखाएर पनि स्कुल बनाएको मान्छे देवी प्रसाद उप्रेती यहाँ। उहाँहरूलाई थाहा छ। ल अनि के छ लुङ्गाको हालखबर? घर कहाँ हो? दमक। ठिक हुँदैछ नि? ल के छ? ल ठिक छ। तपाईँ एन्जियोप्लास्टिक गर्न आँटेको रहेछ तपाईँको होइन? ल एन्जियोग्राफी होइन? यो तपाईँले के बुझ्नुहोस् भने ल यता आउनुहोस्। यो मेसिन चाहिँ मैले तपाईँको आजभन्दा कति 5 वर्ष अगाडि डक्टर साहब आएपछि म गएको होइन। यो अहिले अमेरिकामा जुन मेसिन, सिङ्गापुरमा जुन मेसिन छ, 6 वर्ष भयो। यहाँ पनि त्यही मेसिन हो। यो यसको स्क्रिन हो होइन, यहाँ हेरेर अनि यहाँबाट चाहिँ नि यो एन्जियोप्लास्टिक गर्ने, उहाँको मुटुमा भल्भहरू हुन्छ नि त्यसमा एन्जियोप्लास्टिक गरेर त्यो स्ट्यान्ड राख्ने हो, एन्जियोग्राफी गर्ने हो, सबै कुरा गर्ने हो। यो 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 जुन हाम्रो मुटुको यो जुन सेटअप छ नि, यो मुटुमा मात्रै हाम्रो यो हस्पिटलमा मुटुमा मात्रै करिबन 30 करोडभन्दा माथि लगानी छ मुटुमा मात्रै। त्यो मान्छेले हस्पिटल सम्झिन्छ नि, भन्छ नि यो यति मेसिन मात्रै अहिले तपाईँको चाहिँ 11 देखि 12 करोड रुपियाँ पर्छ अहिले। त्यो पनि सिमेन्स कम्पनीको हो, जर्मनीको होइन। अब यहाँ हुन्छ यसको यता आउँ नेपालमा। नेपालमा है फेरि पहिलो मेसिन हामीले भित्र्याएको कार्डियोको। यो मेसिन भिभिड 95 हो र यो मेसिन नेपालमा पहिलो भित्र्या भने मुटुको इको। यो मुटुको पहिलो मेसिन भित्र्याएको हामीले भिभिड 95। यो यसको मेड इन अमेरिका हो र अरू हस्पिटलमा चाहिँ त्यो 26-27 लाखको त्यो अल्ट्रासाउन्ड हुन्छ नि, अल्ट्रासाउन्ड पेटको हेर्नेमा यसो प्रोब फेरेर गर्छन्। यो चाहिँ स्पेसल मुटु हेर्ने हो, यसले अरू काम गर्दैन। र
यसले फिडेल इको भन्छ क्या पेटकोमा बच्चा हुन्छ नि पेटभित्र महिलाहरूको पेटभित्र बच्चा छ नि हजुर बच्चाको भित्रको मुटु पनि हेर्छ यसले फिडेल इको पनि भन्छ र उहाँ भनेको चाहिँ Transesophageal echo is there, and pediatric probe is there, 4D echo is there, and so many special features, sir. TVI mode, all special. 4D echo also is there. This is 2D and 4D also is there. Different probes, sir. 4D सम्म पनि हुने रहेछ 4D त हो त Transesophageal echo, they'll put like endoscopy, put a tube inside the heart, we'll see the heart very clearly, sir. That is for pediatric cases also we are doing. Neonatal cases, all cases we are doing, sir. Outside also Manmohan Hospital, Kankai, all everywhere from complex cases and all I am doing. हो दे सेन्ड टु यु Yeah. उहाँ भनेको फेरि थाहा छ हजुर इको गर्नेहरूलाई पनि पढाउने मान्छे हो 30 वर्ष अपोलोमा काम गरेको मान्छे हो अपोलोमा खालि इको सिकाएको मान्छे हो प्रोफेसर भनेको विद्यार्थीहरूलाई हजुर त्यसै उहाँको हातबाट इको पाउनु भनेको नि ठुलो भाग्यको कुरा हो अहिले हामीसँग 5 वर्षदेखि हुनुहुन्छ 5 इयर्स Yes, sir.